2 महिनापछि म माइती गराएको तोरी फुलेर पहेँलै भएछ। मेरो बुहारीले तोरीको किरा मार्नका लागि दबाई लगाउँदैछ है। मान्छेले यो भिडियो हालेको अस्ति भाइरल भइसक्यो थियो। आउँदैछु भाइ। के छ तेरो खबर? मम्मी ओ यहाँ त सिद्धार्थ मात्रै छ क्या हो घरमा? ए स्मृति नानी छ? ठिक छ त। वाउ मेरो माइती गाउँ कति राम्रो भएछ तोरी फुलेर। ओइ के गर्न आँटेको तैँले? आफ्नै बारीको हो? ए धेरै पछि कान्छीसँग भेट भयो। अनि यो कान्छीको साथी काले हो। काले र कान्छी मिल्छन्। काले र कान्छी दुवैजना हामीलाई भेट्न आएछ। बाटोमै भेटघाट हुँदैछ हाम्रो यतिखेर। म यहाँ छु त्यही भएर आएको। हेर्नु आउँछ कि आउँदैन। के भयो त? काले र कान्छीलाई बिस्कुट ल्याएर दिएको, खोइ किन हो आज बिस्कुट खानै मान्दैन। नखाने अरे। कालेलाई बोलाऊ। त्यहीँ बसेर। अब यतिखेर खाना खाइसक्यौँ हामीले। बिरालोलाई पनि मासु दियौँ। कुकुर चाहिँ आज केही पनि खाएन, किन हो थाहा छैन। अब हामी घुम्नु हिँडेको भाइ म। मेरो क्यामेरा पर्सन चाहिँ आजको क्यामेरा पर्सन चाहिँ मेरो छोरी प्रसन्नता लम्साल हो है। यो मेरो सुन्दर पहेँले तोरीबारी फुलेको माइती गाउँ हो। तर माइती गाउँ सुनसान छ। यहाँ अलिअलि भएको मान्छेहरू पनि सबै बोराबारतिर, कोही बजार गर्न, कोही फोटो खिच्न, कोही व्यापार बिजनेस गरेर पैसा कमाउन गइसके। मेरो क्यामेरा पर्सन मेरो छोरी हो है। मेरो छोरीले आफ्नो भिडियो पनि आफै बनाउँदैछिन्। हेर्नु पहेँले फुलेको यो कति सुन्दर तोरीबारी चाहिँ मेरो माइती गाउँ हो। मेरो माइती गाउँमा लगभग 5-6 कठा छ। मेरो बुवाले आमाले नै छरेको तोरी हो। दबाई लगाएको त अघि मैले देखाइहालेँ, त्यो मेरो बुहारी हो। यो चाहिँ भाइ र म भाइ है। मेरो बुहारी अर्थात् मेरो भदा हो यो। अनि म हो। अनि मेरी कान्छी छोरी अत्यन्तै प्यारी सुन्दरी कान्छी छोरी। म जहाँ जान्छु उता पुच्छर भएर आउने मेरी कान्छी छोरी। अनि मेरो भाइ भदा हेर्नु त टुक्कु 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 हिँडेको कति राम्रो देखेको। हेलो भाइ के हो? भाइ यता हेर्दै। हेलो हाँसिदेऊ न। फेरि भाइ फेरि तपाईँले देखेको बेला चाहिँ हाँस्दैन होइन, पछाडि मात्र अरे बेला मस्किन्छ नि।
तपाईँले नहेर्नु भएको बेला मेरो फुपूले हामी एक फनको गाउँ डुलेर आयौँ। मेरो भाइ, म, मेरी कान्छी छोरी। गाउँ सुनसान छ तर घमाइलो छ। तोरीबारी रमाइलो छ। अनि यो वरिपरिको तोरीबारी मेरो माइती गाउँ